Pei jinda la pepgen changma la tashtile shu ta teringan zo jeshi kari in shu bai na mingshi kang la naro che chenjuk lai na tatang kandes tungu yore di changya inda. So today we are going to learn if vowel naro is added to the consonant ka or any of the consonant followed by suffix la, if a consonant is added vowel naro followed by suffix la, how should we pronounce it? That's what we are going to learn today. र आज यो अगाडिको अक्षरको माथि भवल नारो जोडेको छ अरे पछाडि ला आउँदैछ भने त्यतिखेर कसरी उच्चारण गर्ने त्यो सिक्ने छु है. सो का नारो को ला कर्ल कर्ल कर्ल. अस्ति मैले उच्चारण गर्नु अलिक साह्रो पर्छ भन्ने कोही त्योहरू चाहिँ अब यहीहरू हो. आजै दुईवटा छ त्यहाँदेखिको उच्चारण गर्नु साह्रो पर्ने कुनै पनि देखा पर्दैन. र अब अलिकति साह्रो भनेको चाहिँ अहिले यतिखेर हो. हिजो अस्ति त्यो 5 दिनको क्लासदेखिको आज भोलि र पर्सिसम्मको त्यो बिचमा चाहिँ अलिकति गाह्रो पर्ने चाहिँ त्यति नै हो. त्यहाँदेखिको सजिलो भएर जान्छ. अब भनौँ न तपाईँहरू पाहाडको शिखरमा पुग्यो. अब त्यहाँदेखिको ओह्रालै ओह्रालो जानु जस्तै हो. ओके देन स कत का नारो को ला कर्ल एल कर्ल एल कर्ल. यो उच्चारण जर्मन र फ्रेन्चमा आउँछ. उनीहरूलाई अलिकति सजिलै लाग्छ. खा नारो खो ला कर्ल खा नारो खो ला कर्ल. पहिला तपाईँले यो 2-3 चोटि चाहिँ हेर्नुहोस्. त्यहाँदेखिको तपाईँले पनि त्यसरी भन्नु त्यसरी उच्चारण गर्नु सक्छ कि भनेर हेर्नुहोस्. खा नारो खो ला कर्ल रा गाता गा गा नारो गो ला गर्ल रा गाता गा गा नारो गो ला गर्ल. An dindes cheche ngarancho phuri pinda namba so lopchung naya la sheta nyebo yo mare. Lopchung yinchi minchi nang kugu yor kinancho pugula lopchung teya la tucho tangro na. Yinchi minchi ken kugu yore. Ani nangba yinsin nangba tunda yang tes sheya yoba. Pyoba yinsin pyoki gelrab ki kola yang tes sheya yoba. Mantala didechi kugu yore. Cha naro cho la chel 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 ja naro jo la jel ja naro jo la jel nya naro nyo la nyel nya naro nyo la nyel ta naro to la tel ta naro to la tel tha naro to la tel. So how to pronounce
if naro is added on a consonant followed by suffix la, in such case, how should we read it? How should we pronounce it? This is what we are learning. Ka naro ko la kul, sa kata ka naro ko la kul, ka naro ko la kul, ra gata ga naro ko la kul, cha naro cho la chul, cha naro cho la chul, ja naro jo la jul, nya naro nyo la nyul, ta naro to la tul, tha naro to la tul. Thaga nangshin tesiri nai similarly ra datak da naro do la dul, ra datak da naro do la dul, ba naro bo la bul, ba naro bo la bul. nganzo chunju yibe kabla pyoyi loya de lojin chene changbare lomangbo gorchung nganzo ta earl siya gi dadang di khandes donggu yore dinde deshe kyobkin khaya yo mare nganzo lojin chene changbare ba हामीले चाहिँ पुस्तक पढ्नु टिबेटन पढ्नु सिक्नु धेरै समय लाग्यो सायद 4-5 साल लाग्यो होला हामीलाई रटायो त्यसरी सुनेर अब त्यसरी पढ्नु सिक्यो तर मैले यहाँ एउटा नयाँ तरिकाले एउटा सिक्ने तरिका एकदमै सजिलो के कारणले एल भन्ने उच्चारण गर्नुपर्छ त्यसरी मैले एउटा नयाँ नियम निकालेको छु र यहाँदेखिको यसरी सिक्नुहोस् अब बा नारो बो ला बुल गा रता डा नारो डो ला डुल का रता टा नारो टो ला डुल खा रतक ठा नारो ठो ला ठुल खा रतक ठा नारो ठो ला ठुल चा नारो चो ला चुल अब तपाईहरु सिक्नु हुँदैछ भने कुनै क्लास बीचमा नछोडिकन स्किप गर्नु हुँदैन कुनै क्लास स्किप गर्नु भएन भने चाहिँ 1 महिना भित्र तपाईहरुले ध्यान दिएर तपाईहरुले अध्ययन गर्नुभयो भने चाहिँ 1 महिना भित्र पुस्तक पढ्न सक्नुहुन्छ र पुस्तक पढ्नु जब सक्नुहुन्छ नि त्यतिखेर म पुस्तकदेखिको 1-2 लाइन तपाईहरुलाई बुझाउने कोसिस गर्छु र बिस्तारै आफ्नो धर्मलाई पनि चिन्नु सक्ने हुन्छ भनेर म आउने दिनहरुमा पनि यसरी क्लासेस अपलोड गरिरहने छु छ नारो छो ला छल चल छल या नारो यो ला युल या नारो यो ला युल ra naro ro la rul. If vowel naro is added to the consonant followed by la, you have to pronounce it l, rul, yul, chil, trill. Sa naro so la sul, sa ratak sa.
sa naro so la sul 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 nga naro ngo la ngel pa naro po la pel pa naro po la pel असरी मैले उच्चारण गर्नु अलिक साह्रो पर्छ भनेको यही हो अझै दुईटा छ त्यहाँदेखिको सक्यो सा कता का यता क्या नारो क्यो ला क्यल सा कता का यता क्या नारो क्यो ला क्यल खा यता ख्या नारो क्यो ला ख्यल चा नारो चो ला चल बा यतक जा नारो जो ला जल गा रतक डा नारो डो ला डल So you see a group of letters in those boxes. Some of them has meaning. Some of them may be a part of a word, and some of them may not be a word at all. What I'm trying to teach is how to pronounce. Sa naro so la sul. Yeah. Ani, this is new today. And these are review from the classes we had earlier. So let's have review. Ka, naro, ko, na as suffix. Vowel naro on top of a consonant you have to pronounce as n. So ka, naro, ko, na, ken. Ka, naro, ko, na, ken. Ga, naro, go, na, gen. Nya, naro, nyo, na, nyen. Sa, matak, ma, high tone. Sa matak ma yatak nya naro nyo na nyen sa matak ma yatak nya naro nyo na nyen. And if we have vowel shabju added to the consonant followed by na, in such case, ka, shabju, ku, na, kun, un, ka, shabju, ku, na, kun. Sa, ngatak, nga, naro, ngo, na, ngen. Sa, ngatak, nga, naro, ngo, na, ngen. Now there is no vowel added to it. The suffix is sa. We know the sa adds a sound to the consonant. Na, sa, ne. Pichari sa cha भने चाहिँ सा को उच्चारण हुँदैन यसले एकर जोडिन्छ यहाँ इमेजिनरी ना सा ने ला सा ले बा यता जा सा जे सा लता दा सा दे विन्टर क्लासमा आउनुहुने विद्यार्थीहरूले अब पुरै ध्यान दिएर अध्ययन गर्नु हुँदैछ तरै पनि अगाडिको लेसनहरु बिर्सिँदै जाँदा रहेछ र तपाईहरुले चाहिँ घरमा यो युट्युब देखिको सिक्नु लाउनुस्
पहिले सिकिसकेको एकचोटि रिभिजन गर्नु त एकदमै सजिलो पर्छ अगाडिको विशेष गरी आजभन्दाको 5-6 दिनको भित्रको क्लासेसहरू रिभिजन गर्नु लाउनुहोस् अगाडिको त उनीहरूले मजाले सिकिसक्नु भएको छ सा लता दा सा दे pa yata cha da we know suffix da adds a sound to the consonant and whatever is added to it pa yata cha da che ga rata da da naro do la dul from today again I'm reminding you of what we learned today sa kata ka yata kya naro kyo la kyul sa ratak sa naro so la sul from today ra gata ga yata gya sa पिछाडी सा छ यसले या एकर जोडिन्छ भनेर सिकिसक्नु भएको हो रगत ग गयत ग्या सा गे सा मातक मा ना पिछाडी ना छ भने चाहिँ नालाई उच्चारण गर्नुपर्छ सँगसँगै यसको माथि एकर छ सम्झिनुपर्छ सा मत मा ना मेन र गत ga yata kya la gyal la jata ja kiku ji da ji vowel यहाँ किकु जोडेको छ पिछाडी दा छ भने दाको उच्चारण गर्नु पर्दैन ल जता जा किकु जी दा जी पहिले सिकिसक्नु भएको हो अब आजै भोलि र पर्सि अलिकति उच्चारण गर्नु साह्रो पर्ने भोलि र पर्सि हो त्यहाँदेखिको अन्त सजिलो हुँदै जान्छ त्यहाँदेखिको र गत गा यता ग्या सप्चु ग्यु दा ग्यु हाम्रो विद्यार्थीहरूको बुवा आमाले पुरै उनीहरूले समय दिनुहोस् र यो 40 दिनभित्र चाहिँ पढ्नु सक्ने तब हामी सबै मिलेर बनाऊ अर्को साल यस्तो मौका सनैलो मौका पाउँछ कि पाउँदैन भन्नु सक्दैन र आदि कल्चर चाहिँ हामी नछोडौँ सुरु गरेको कामलाई अन्तिमसम्म गरौँ त्यसरी आजको क्लास यहाँ समाप्त गर्दैछु थ्यांक यू फर कमिङ टु द क्लास and please share it like it and subscribe it if you haven't thank you very much for coming to the class have a good day